हेलो एभ्रिवान, आज म सँगसँगै हाकोदातेको आसाइची घुमौँ है त। हामी चाहिँ बिहानै होटलमा नै ब्रेकफास्ट गरेर चाहिँ आसाइची घुम्नको लागि निस्कियौँ कि एकदमै बिहानैदेखि पानी पनि परिरहेको थियो, त्यही भएर बाहिर अन्त कतै घुम्न जाने पनि त्यस्तै भयो कि आजको दिन चाहिँ। अनि यो आसाइची त पुरै पसलहरू हो नि त, अनि त्यही घुमौँ भनेर अनि हामी त्यही निस्क्यौँ। अनि यो आसाइची चाहिँ मलाई हेर्न घुम्नलाई मात्रै हो कि, मैले यहाँ केही गर्नेवाला चाहिँ छैन कि, अनि केही खानेवाला पनि छैन। म चाहिँ नामामुनो खान सक्दिनँ कि, त्यही माथि यो इका र ताकोहरू त झन् मेरो एकदमै दाइकिराइ मुनो हो कि। अनि यो आसाइचीमा चाहिँ पाउने भनेकै यस्तै चिजहरू हो कि, सासिमीहरूदेखि लिएर यो खानीहरू अनि इका, अनि यो खानीहरू इकाहरू चाहिँ सबै नै त्यहीँ जिउँदै राखेको हुन्छ अनि आफैले रोजेर चाहिँ अनि ल्याउन पाइन्छ कि। अझ यो इकाको त इका चुरी नै थियो कि त्यहाँ, अनि आफैले सुरु गर्ने अनि त्यसपछि त्यही सासिमी बनाइदिन्छ कि उनीहरूले भर्खरमै। अनि त्यही सासिमी बनाएर अनि खाएर बस्ने ठाउँ पनि थियो कि, पुरै खानालाई यस्तो रेडी गरिदिन्छ कि उनीहरूले मजाले। अनि यतिकैमा आसाइची लखर डुलेर चाहिँ हामी हाकुदाते स्टेसनतिर निस्क्यौँ। अनि त्यहाँबाट निस्केर हामी चाहिँ स्टेसनको यो स्ट्याम्पहरू लियौँ अनि त्यसपछि हामी रोतेनपुरतिर लाग्यौँ।